साँझको 6 बजेदेखि 9 बजेसम्म जन्मिने बालबच्चाहरू कस्ता हुन्छन् भन्न गइरहेकी छु। 6 बजेदेखि 9 बजेभित्र जन्मिने बच्चाहरूमा प्राय गरेर देखिने विशेषता भनेको उनीहरू छिटो छिटो काम गर्न रुचाउँछन्, हतारमा काम गर्दछन्। उनीहरू आफ्नो मन मुताबिक काम गर्न रुचाउँछन्। उनीहरू ट्रस्टवर्दी हुन्छन्। उनीहरूलाई एटेन्सन मनपर्छ, त्यसैले गर्दा उनीहरू एटेन्सन सिकर हुन्छन्। उनीहरू बढी रिसाहा हुन्छन्। उनीहरू कमिटमेन्ट दिन्छन् तर उनीहरू अरूतिर पनि अफेयर राख्ने खालका, मल्टिपल अफेयर हुने खालका हुन्छन्। मार्केटिङ गर्न धेरै सिपालु हुन्छन्। सोसियल मिडिया उनीहरूलाई फाप्छ। उनीहरू हेर्दा पनि स्मार्ट, एट्र्याक्टिभ हुन्छन्। त्यसैले गर्दाखेरि यी फाइदा भए पनि यिनै कुराहरू धेरै बेफाइदा पनि रहेका हुन्छन्। जल्दी छिटो छिटो गर्ने भएकाले गर्दाखेरि यिनीहरू छिटो छिटो काम गर्ने प्रवृत्तिका हुन्छन्। छिटो छिटोमा गर्दाखेरि कहिलेकाहीँ हामीले गरे मुताबिक काम राम्रो हुँदैन, धैर्यताको कमी हुन्छ। त्यसैले गर्दा यिनीहरू रिसाउने खालका प्रवृत्तिका हुन्छन्। यिनीहरूलाई छिट्टो रिस उठ्छ, जसको कारणले यिनीहरूलाई नै नोक्सानी हुन्छ। त्यसै गरी 6 देखि 9 बजेसम्म जन्मिने को लागि केही उपायहरू पनि छन्। अब ती उपायहरू यस प्रकार रहेका हुन्छन्। उनीहरूले हनुमानजीको पूजा, हनुमान चालिसाको पाठ गर्दा धेरै राम्रो हुन्छ। भैरव बाबाको पूजा गर्दा राम्रो हुन्छ। शनिदेवको पूजा गरे राम्रो। रुद्र अभिषेक गरेको राम्रो। साथै शनिबार व्रत राखेको धेरै राम्रो। उनीहरूका जति पनि राम्रा पक्ष छन् साथै नराम्रा पक्ष, ती सबैलाई यसले राम्रो गर्दछ।